मार्नुहुन्छ भने मार्नुहोस् सजिलो कि त्यस्तो आदेश छ हैन एटिट्युड के हो सर त्यस्तो मैले दुईटा फुली बढाउनु होला म प्रधानमन्त्री हुन छोडेर हिँड्ने मान्छे हो फुलीको चिन्ता नगर्नुहोस् देशको चिन्ता गर्नुहोस् म भाग्छु म तल बस्नु कि भाग्छु म तल पुर्नु हजुर तपाईले तल हुन्छ मेरो प्याकिङ तपाईले गरिदिनुहुन्छ प्याकिङ गरेर दिनुहुन्न मलाई अडियोहरु त चाहियो हद नगर्नुहोस् यार अन्यायको हद एउटा मान्छेलाई अन्यायको हद नगर्नुहोस् मेरो अलिकति केही तपाईँ यहाँ हेर्न आउनुहुन्छ भने आउनुहोस् मेरो यहाँ केही छ आउनुहोस् न मसँग प्याकिङ मेरो कुरा छ चार म पोलिटिकल पार्टीको लिडर हुँ मेरो दुईजना मान्छे कुरा गर्नुपर्छ पिपुलले इलेक्ट गरेको मान्छे हुँ सर रेस्पेक्ट मेरो प्याकिङ गरेर मेरो औषधि मेरो सामान के सामान चिज त लानु पर्दा मैले पर्दैन त्यति के भयो चाहिँ के हो आदेश मान्नुहोस् न यस्तो पनि हुन्छ लिगल इलिगल आदेश नगर्नुहोस् तपाईँ मलाई हद गर्नु बेडरुमभित्र घरमा हुनुहुन्छ बेडरुमभित्र एकछिन प्याकिङ गर्दैछु भनेर अदालत मैले हेर्नु परेन कहाँ छ कागज पेपर हेर्नु परेन मैले कानुन व्यवसायलाई देखाउनु परेन अधिकार त होला नि मेरो देखाउनुहुन्छ त अनि भनेको तपाईँले कि यति मिनटभित्र प्रोग्राम गर्नु भनेको छ अदालतले के छ भन्नु त यति बजेर यति सेकेन्ड लैजानु भने म तपाईँसँग जाँदैछु अनि तपाईँले अति घरमा त तपाईँले यस्तो ढङ्गले भएको छ त्यो तरिका होइन नि सर मान्छेलाई पुरै लो सर सुन्नुहोस् है मलाई तपाईँहरूको सम्मान चाहिएको होइन अपमान गर्न पाइन्न होइन जबरजस्ती गरेर भने तपाईँ खेल्ने त्यो पनि तरिका हो कानुन बमोजिम होला त मलाई कानुन म्याच 1 मिनट हेर्नु भेट्छ कि म कहाँ गएको भाग्छु म 7:30 म भाग्छु म तल बस्नु कि भाग्छु म तल पुर्नु हजुर तपाईले तल हुन्छ मेरो प्याकिङ तपाईँले गरिदिनुहुन्छ प्याकिङ गरेर दिनुहुन्न मलाई अडियोहरु त चाहियो यस्तो पनि हुन्छ मेरो प्याकिङ गरेर मेरो औषधि मेरो सामान के सामान चिज त लानु पर्दा मैले पर्दैन त्यति के भयो चाहिँ के हो आदेश मान्नुहोस् न यस्तो पनि हुन्छ इलिगल आदेश नगर्नुहोस् तपाईँ मलाई इमान्दारी पूर्वक भनिसु पब्लिकले भनिसकेँ मैले म गिरफ्तारी दिँदैछु आफ्नो हेर्नुहोस् त पब्लिकले हेर्नुहोस् बस्नुहोस् न त भयो 5 मिनट मलाई कानुन व्यवसाय ल्याउनु दिनुहोस् मेरो अगाडिको बाटो हेर्नुपर्छ त्यति पनि हद नगर्नुहोस् यार अन्यायको हद एउटा मान्छेलाई अन्यायको हद नगर्नुहोस् मार्नुहुन्छ भने मार्नुहोस् सजिलो कि त्यस्तो आदेश छ हैन एटिट्युड के हो सर त्यस्तो एउटा कुरा सुन्नु रेस्पेक्टफुल्ली पनि तपाईले सबै गर्न सक्नु त्यो एटिट्युड तपाईले अनुहार त्यो पार्नै पर्दैन सर तपाईले दुईटा फुली बढाउनु होला म प्रधानमन्त्री हुन छोडेर हिँड्ने मान्छे हो फुलीको चिन्ता नगर्नुहोस् देशको चिन्ता गर्नुहोस् 5 मिनटदेखि 7 मिनट 10 मिनट कुदिदिनुहोस् है सर हद गर्नु बेडरुमभित्र घरमा हुनुहुन्छ बेडरुमभित्र एकछिन प्याकिङ गर्दैछु भनेर अदालत मैले हेर्नु परेन कहाँ छ कागज पेपर हेर्नु परेन मैले कानुन व्यवसायलाई देखाउनु परेन अधिकार त होला नि मेरो देखाउनुहुन्छ त अनि भनेको तपाईँले कि यति मिनटभित्र प्रोग्राम गर्नु भनेको छ अदालतले के छ भन्नु त यति बजेर यति सेकेन्ड लैजानु भने म तपाईँसँग जाँदैछु म गिरफ्तारी दिँदैछु मेरो अलिकति केही तपाईँ यहाँ हेर्न आउनुहुन्छ भने आउनुहोस् मेरो यहाँ केही छ आउनुहोस् न मसँग प्याकिङ मेरो कुरा छ चार म पोलिटिकल पार्टीको लिडर हुँ मेरो दुईजना मान्छे कुरा गर्नुपर्छ पार्टीको साथीहरूलाई केही गर्नु पर्ला केही डकुमेन्ट साइन गर्नु पर्ला सिम्पल कुरा हो नि यो त के भन्नु भएको छ तपाईँको यहाँसम्म आइसकेको मान्छे तपाईँ सहरमा हुनुहुन्छ भन्नुहुन्छ नि गयो 3 वर्ष हुनुहुन्छ हजुर सहरमा हुनुहुन्छ भन्नुहुन्छ तपाईको मान्छे भन्दा सहरमा बसिरहनु हुन्छ अहिले सहरमा बसिरहनु भएको त आएर यहाँ आएर म रेडी हुँदैछु भनेर कसलाई भने मैले अहिले सर तपाईलाई हेलो अनि तपाईँले अति घरमा त तपाईँले यस्तो ढङ्गले भएको छ त्यो तरिका होइन नि सर मान्छेलाई पुरै लो सर सुन्नुहोस् है मलाई तपाईँहरूको सम्मान चाहिएको होइन अपमान गर्न पाइन्न होइन जबरजस्ती गरेर भने तपाईँ खेल्ने त्यो पनि तरिका हो सहजी माथि हुनुहुन्छ भनेको छौँ हामीले यार पिपुलले इलेक्ट गरेको मान्छे हुँ सर अनि पुरै आतङ्ककारी शैलीमा पत्र सत्र केही नलेखिकन त्यस्तो नि हुन्छ हो हामी त अब रिक्वेस्ट गरेर तपाईहरु जान्छु भनेर आफैले नै चाहिँ डकुमेन्ट चाहिँ नबोकेर हामी बुझ्दैनौँ नि त त्यति एउटा पूर्व गृह मन्त्रीलाई पक्राउ गर भनेर चाहिँ अदालतले आदेश दिइसक्यो डकुमेन्ट चाहिँ बोकेर लाउनु भन्ने त्यो पनि त त्यो डकुमेन्ट आदि सबै चाहियो नि त
सम्बन्धित व्यक्तिलाई दिनु पर्यो जसलाई गिरफ्तार अब तपाईँको अन्तिम इच्छा उहाँसँग कुरा गर्नुहुन्छ अन्तिम इच्छा अन्तिम इच्छा भने तपाईँ कानुन व्यवसायी सल्लाह यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ त्यसको शब्द होइन सर नो सर तपाईँले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त तल जानलाई चाहिँ अन्तिम इच्छा भने त त्यही होइन त त्यस्तो बोलिँदैन नि सर डेढ साहब हुनुहुन्छ अन्तिम इच्छा भन्ने हुन्छ सर एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ त्यस्तो हुँदैन नि सर त्यस्तो हुँदैन नि सर बोली त के सिद्धान्त सर अन्तिम इच्छा एउटा होइन अदालतले दिएको आदेश अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर एउटा डिएसपीले एउटा पक्राउ गर्न आएको व्यक्तिलाई अन्तिम इच्छा भन्दै हुन्छ उहाँले आजलाई चाहिँ तपाईँहरूले चाहिँ एकचोटि कानुन व्यवसाय सल्लाह गरेर जान्छु भनेर भने होइन अन्तिम इच्छाको अर्थ के हो देशब हजुरको नाम के हो अरे हजुरको नाम होइन नाम त भन्न मिल्यो नि सर देशब नाम मात्रै होइन तपाईँको आइडी पनि हेर्ने अधिकार हुन्छ हाम्रो जसकै नाम होइन तपाईँको आइडी हेर्ने नै अधिकार हुन्छ अन्तिम इच्छा पढ्ने सर अन्तिम इच्छाको अर्थ के हो अदालतको आदेशमा सरकारी वकिलले पठाएको पक्राउ पुर्जी चाहिन्छ त्यो त चाहियो अनि त्यो पनि चाहिएला ठिक छ उहाँले दिन्छ अन्तिम इच्छा भने चाहिँ के हो सर अहिले हजुरले अन्तिम इच्छा सर हजुरले अहिले भर्खर तपाईँको अन्तिम इच्छा के हो भन्नुभयो नि सर त्यो पनि बोल्ने तरिका हो सर तपाईँ डेट हिसाब जस्तो मान्छे वकिलसँग कुरा गरेर जान्छु भनेर भन्नु होइन हजुरको अन्तिम इच्छाको शब्द त्यही हो आजलाई चाहिँ नि ठिकै छ त यहाँ चाहिँ हामीसँग जानलाई त्यही कुरा गर्नुभएको भने होइन र सर यहाँ हाम्रो सभापतिज्यूलाई तपाईँहरूले पक्राउ गरेर आउँदै हुन्छ अन्तिम इच्छा भनेको के हो त सर त्यो सर नबटार्नु भन्ने कुरै होइन नि सर न्यायालयमा पनि दलको प्रत्यक्ष हस्तक्षेप हुने रहेछ फोनको आधारमा निर्णय हुने रहेछ भन्ने किसिमको चर्चा चलिरहेको छ के हो त यथार्थ रवि प्रकरणलाई कुन रूपमा लिनु भएको छ हेर्नुहोस् म एज अ कोर्ट अफिसर कानुन व्यवसायी मैले अदालतमा प्रक्रियामा गएको कुरामा चाहिँ प्रत्यक्ष राजनीतिक हस्तक्षेप भयो भन्न सक्दैन त्यो मिल्दैन पनि होइन अब यो के छ भन्दा जिल्ला अदालतको फैसला उप चाहिँ अब रवि लामिछाने आफै 1 करोड धरौटी बढी भयो यो लिनु पर्दैन थियो भनेर बुटवलको उच्चमा जानुभयो होइन र अब सरकार पक्ष चाहिँ धरौटी लिएर होइन थुनामा राखेर मुद्दा पूर्वपक्ष गर्नुपर्छ भनेर गइराखेको अवस्थामा बुटवलले छविलाल जोशीलाई थुनिसकेको अवस्था पनि थियो रविलाई धरौटी भए पनि त्यसकारण प्रारम्भिक सङ्केत त्यहाँ आउन थालिसकेको थियो र अब अहिले उच्चले यो जसरी उल्टाएको छ अब यसलाई रवि लामिछाने फेरि सर्वोच्च जाने ठाउँ छ थुन्सेको आदेश उप होइन यसलाई मैले कानुनी प्रक्रियामा चाहिँ स्वाभाविक लिएको छु यसमा अब राजनीतिक अब भित्री केही चलखेल हामीलाई थाहा हुने कुरा भएन राजनीतिक रूपरङ्ग छ कि छैन होइन अदालती प्रोसेसमा त्यो छ मैले भन्दिनँ त्यो मैले देखा छ भने पनि मैले त्यो भन्न पनि मिल्दैन अनि कतिपयले आरोप त एमालेका न्यायाधीशहरू रहेछन् भन्ने किसिमको टिप्पणी पनि गर्न भ्याएका छन् यो टिप्पणी कतिको स्वाभाविक हुन्छ अब हेर्नुहोस् न्यायपालिकामा काङ्ग्रेस एमाले समर्थित व्यक्ति त भागमण्डलमै आएका छन् यसको नेपाल बार एसोसिएसनले विरोध गरेका छ हामीले पनि गरेका छौँ तर आइसकेपछि उहाँहरूले स्वतन्त्रतापूर्वक र न्यायका न्यूनतम मूल्य मान्यतालाई त्यो आत्मसात गरेर फैसलाहरू गर्नुपर्ने हुन्छ र यसमा चाहिँ अब के छ भन्दा दुईटा तहका आदेश भनौँ थुन्चेकको चित्त बुझेन भने फेरि सर्वोच्चले यसलाई न्याय निरूपण गर्न सक्छ अथवा यो थुन्चेक बहस चाहिँ धरौटी अथवा तपाईँको थुनाको अब सर्वोच्चले पनि यसलाई हेर्ने अवस्था एउटा छ त्यो हुन्जेलसम्म अब अरू बाहिरी प्रक्रियाबाट बोलेर गरेर पनि यो केही हुने अवस्था चाहिँ छैन अब रवि लामिछानेलाई हिजो जुन रूपमा धरपकड गरेर घरमै गएर पक्राउ पुर्जी पनि त्यहीँ बनाएर जसरी पक्राउ गर्यो नि यो राजनीतिक प्रतिशोध भनेर कतिपयले भनेका छन् यसमा तपाईँ राजनीतिक प्रतिशोध देख्नुहुन्छ अब हेर्नुहोस् राजनीतिक त रवि लामिछाने मुद्दा चल्दा हेर्नुहोस् कुनै कुनै रूपमा राजनीतिक हिसाबबाट यो संसददेखि यो कुरा उठ्या छ होइन त्यहाँ राजनीतिक रङ छैन भन्ने होइन तर कानुनी प्रक्रियामा आएपछि हामीले यसलाई राजनीतिक प्रतिशोध राजनीतिक प्रक्रिया भन्दा पनि यो कानुनी प्रक्रियाबाट गयो र अब अहिले जसरी अदालतले आदेश गर्यो त्यसपछि त प्रहरीले हेर्नुहोस् आज हिजो बेलुका नभए पनि आज पक्रिनै पर्थ्यो होइन अनि थुनुवा पुर्जी दिएर पक्रिनु पर्ने त्यो प्रक्रिया हो अब त्यो प्रक्रियामा अब रवि लामिछाने पनि थुनुवा पुर्जी माग्नुभयो अब तत्काल जसलाई चाहिँ त्यो अधिकृत तोक्या हुन्छ उसले पक्राउ पुर्जी जारी गर्ने हो अब अफिसमा बसेर जारी गर्यो कि त्यहाँ बसेर जारी गर्यो भन्ने कुराले चाहिँ ठुलो तात्विक भिन्नता राख्दैन अब कमजोर सर तपाईँले त्यो हेरिसक्नुभयो होला अदालतको आदेश होइन बुटोल इजलासको आदेश तपाईँले हेरिसक्नुभयो होला रवि लामिछानेलाई बाहिर छोड्दाखेरि न्यायप्रति जनताको भावना मर्ने भयो भन्ने किसिमको पनि तर्क त्यहाँ देखिएको छ यसलाई चाहिँ कुन रूपमा लिनु भएको छ
अब हेर्नुहोस् यो सहकारी ठगी प्रकरणको कुरा ल्याएर अदालतले त्यो बोल्या छ होइन। अब यो मुद्दा पूर्वपक्षको लागि चाहिँ वास्तवमा भागी नजानी भएमा हामीले कति अगाडिदेखि नै भन्यौँ होइन। अब रवि लामिछानेले अर्को अपराध गर्ने अवस्था नरहेमा त्यो तत्काल अर्को घटना नघटाउने अवस्था भएमा प्रहरी अधिकारीले नै बाहिर राखेर पनि मुद्दा पूर्वपक्ष गर्न सक्थ्यो र अदालतले पनि सक्छ भनेर त एक तहको अदालतले धरउटीमा छोडेकै हो। अब त्यो भन्दा माथिल्लो अदालतले त्यसलाई उचित ठहराएन भने उल्टाउने उसलाई अधिकार छ र अदालतले उल्टाको कुरामा हामी अब सर्वोच्चमा फेरि त्यो 17 नम्बर विरुद्धको आदेश बदर गरी पाऊँ भनेर पहिलाको 17 नम्बर अहिले 73 नम्बर बमोजिम फेरि सर्वोच्च जाने बाटो छ। त्यो बाहेक अरू विकल्प पनि छैन र यो विषयमा अरू कुनै कुराले खास तात्विक अर्थ पनि र भिन्नता पनि राख्दैन। अब त्यसो भए सर्वोच्च जानुको रविको अर्को विकल्प छैन। अब सर्वोच्च गएर यो सर्वोच्च अदालतले उच्च अदालत बुटवलको आदेश बदर गर्यो भने रवि थुना बाहिर आउने हो होइन। यो मुद्दाको हकमा त्यो भयो। अब फेरि अरू काठमाडौँकोमा पाटन उच्च अदालत पोखराको यिनका फेरि कस्तो आदेश आउँछ फेरि त्यसले पनि अर्को म्याटर गर्छ। तर अहिले चाहिँ तपाईँको यो सर्वोच्च जानु बाहेक विकल्प पनि छैन र यो राजनीतिक पूर्वाग्रह अथवा राजनीतिक प्रतिशोधले अब यो मुद्दा उठान भयो भने अब कानुनी प्रक्रियामा गएपछि त्यो राजनीतिक हिसाबबाट यो टुङ्गिँदा पनि टुङ्गिँदैन। अब बताइदिनुहोस् त्यसो भए रवि लामिछाने मिनिमम पनि 1 वर्ष जति चाहिँ भित्रै बसेर पनि लड्नुपर्ने अवस्था सिर्जना हुन सक्छ होइन। 1.5 वर्ष 2 वर्ष पनि हुनसक्छ त्यो मुद्दा। 2 वर्ष त्यसो भए भित्र हिरासतमै बस्नुपर्ने अवस्था पनि आउन सक्छ होइन। अब सर्वोच्चले छोडेन भने तपाईँको हेर्नुहोस् यो मुद्दा अन्तिम फाइनल नहुने जेलसम्म भित्र बस्नुपर्ने हुन्छ। त्यसको टाइम कति लाग्छ भन्ने कुरा नि 1.5 वर्ष नर्मल लाग्छ। 1.5 वर्ष नर्मल त्यसो भए रवि लामिछाने भित्र बस्नु त्यो जिल्ला अदालतको फैसला अन्तिम भएर आउनलाई लाग्छ। त्यो अवस्थासम्म अब सर्वोच्चले चाहिँ फेरि 73 नम्बर बमोजिमको निवेदनबाट यो बुटवल उच्च अदालतको आदेश उल्टाएन भने त्यो 1.5 वर्ष त स्वाभाविक लाग्ने देखिन्छ, अझ बढी लाग्छ। हो तपाईँ एउटा कानुन व्यवसायी पनि हो, बताइदिनुहोस् त तपाईँलाई के लाग्छ? तपाईँबाट पनि सुनौ न। सर्वोच्चमा जाँदाखेरि रविलाई के कस्तो हुन्छ र बाहिर निस्किने बाहिरबाटै मुद्दा लड्न पाउने अवस्था रहन्छ कि के रहन्छ? तपाईँलाई के लाग्छ, तपाईँको धारणा? अब हेर्नुहोस् म त केही समय अगाडिदेखि रवि लामिछानेलाई अलिकति सहयोग पनि गरिराखेर यो मुद्दामा खासै त्यस्तो ठुलो प्रमाण पनि आएन भनेर एक तहको अदालतले धरउटीमा छोडिसक्या हो होइन। अब उच्चको आदेश हेर्दा चाहिँ उसले जसरी अभियोग लगाएको छ पहिला राजनीतिक दलका नेताहरूले जसरी अभियोग लगाएको छ अथवा त्यो अभियोग पत्रमा जसरी अभियोग लगाएको छ त्यही आधार लिएर थुनामा पठाएको देखिन्छ होइन। अब यसलाई सर्वोच्च अदालतमा रिभ्यू हुन सक्ने सम्भावना त केही छ, त्यो छैन भन्ने होइन। हजुर आशा अझै पनि जीवित छ भन्न खोज्नु होइन? केही आशा जीवित छ। अब 100% उल्टिन्छ भन्ने त्यो अवस्था पनि रहँदैन। अब अदालतले 2 तहको फैसला जुन आदेश थुनछेकको आदेशलाई हेरेर उसले एउटा निरूपण गर्नुपर्ने अवस्था चाहिँ देखिन्छ। हस् धन्यवाद सर।